सो वेलकम ब्याक टु माई न्यू ब्लग गाइजहरू। चट्ट पारामा हामी चाहिँ ठ्याक्क लाएर आज चाहिँ धान झाट्नको लागि खिच्न जाँदैछौँ। अगाडि बाबा हुनुहुन्छ, पारीबाट मम्मी जानुभएको छ, अनि हाम्रो भान्जा हुनुहुन्छ। ट्याक्क पारेको छौँ लाएर गाइजहरू एकछिन क्यामेरा टोक्नु ट्याक्क लाएर हाम्रो सामने होला। म चाहिँ झरिरहेको छु, कुलेकुल जाने भने अब केही बाटाका दृश्यहरू हामी चाहिँ अब खिच्न गएर धान जातेका भिडियो बनाउने कोसिस गर्नेछौँ। बाबाले चाहिँ ट्याक्क उठार्दै हुनुहुन्छ ट्याक्क गरेरमा। के भन्छन्, काउछु देख्न सक्नुहुन्छ ट्याक्क पारामा हाम्रो मोटुले, मोटु गाइजर ट्याक्क लाएर काट्दै हुनुहुन्छ, झार्दै हुनुहुन्छ। पारीतिर पनि धान झार्दै ट्याक्क गाइजहरू बाबा यहाँ हुनुहुन्छ ट्याक्क गाएर हिँडिरहेको छ। यहाँ पनि र हामी चाहिँ अब खान्छौँ गाइजहरू। ट्याक्क गाइजर धान झाटेर भ्याइसकेको छ। यहाँ वारी चाहिँ अब पारी जाने धान झार्नको लागि ट्याक्क वारी चाहिँ ट्याक्क उठाउँदै हुनुहुन्छ धान चाहिँ। अनि हाम्रो मम्मी चाहिँ यता हुनुहुन्छ, हाम्रो भान्जा चाहिँ यहाँ हुनुहुन्छ। ट्याक्क धान चाहिँ यत्रो भइसक्यो, धान चाहिँ यति भयो। हामी चाहिँ अब चिया खाने गाइजर, चियाको चिस्क ल्याउने ट्याक्क यहाँ हुनुहुन्छ हाम्रो गाइजहरू। ट्याक्क जताकतै धान झाटेर काटेर भ्याइसक्यो चाहिँ गाइजर। ट्याक्क हामी चाहिँ वारी धान झाट्न आएका छौँ। ट्याक्क पारी चाहिँ भ्याइयो अनि वारी आएको मम्मीले चाहिँ धान उठाउँदै हुनुहुन्छ। हामी चाहिँ अब यहाँ भ्याएर घर जाने भनेको छौँ। पारी चाहिँ दुईवटा ढोक्रा छन्। ट्याक्क बाह्रमा। थ्याङ्क यू सो मच गाइस। आजलाई चाहिँ म एन्ड गर्छु। धन्यवाद। सब्सक्राइब दिस माई युट्युब च्यानल।